अगाडि बढुन्, काहीँ कतै ठेसहरू नलागुन्, गरिबीका रेखा मुनि रहेका मान्छेहरू माथि उठ्न सकुन् भन्ने। म जुनु सुब्बा खुजनाबारी क्याम्प सेक्टर सिटीबाट यस नाटकमा चाहिँ म स्वयंसेविकाको रोल खेल्दैछु। धन्यवाद। नमस्ते, म दावा तामाङ। यस नाटकमा मैले बडौको रोल खेलेको छु। हस् त, धन्यवाद। हेर्नुहोस् दाजु, तपाईँले रक्सीको कारणले गर्दा तपाईँले आफ्नो बुढी पनि गुमाउनु पर्यो। नमस्ते, म हरि खतिवडा फ्रम सेक्टर बी। आखिर किन तपाईँ एउटा नारीको इज्जतलाई रक्सीमा जुटाउँदै चाहनुहुन्छ? के तपाईँलाई यो समाजले यस्तो सिकाएको छ? तपाईँहरू जस्ता पुरुषलाई त म थुक्छु। बालिन्छ रही समाज हाम्रो आधार छ। नमस्कार, मेरो नाम यास्ता फलार। यसमा मैले एउटा अभागीको रोलबाट खेलेकी छु। ठुलो बुबा, तपाईँ यतिसम्म घिर्नु भएको थियो भनेर मलाई थाहा थिएन। नमस्कार, म सावित्र घिमिरे खुजनाबारीबाट। तिमी किन पैसाको चिन्ता गर्छौ? नमस्कार, म सुमन छेत्री। यसमा चाहिँ मैले एउटा बेचबिखनको रोल खेलेको छु। उठौ मन नभन्न, बिचारीले बुझ्दिन होला। बित्दै भन्न बित्दै, बालिन्छ रही समाज हाम्रो आदर छ। नमस्कार, म टिका अधिकारी बालमञ्चबाट। ढुङ्गा खोज्दा दिउँदै मिले चाहिँ दिदीहरूलाई पनि बाटोमै भेट भयो। नमस्कार, म नरौदा आचार्य बालमञ्चबाट। फ्युचरको बारेमा के टेन्सन लिने? नमस्कार, म हरिमाई गुरुङ सेक्टर बीबाट। क्या जमाना आया, बिजुली पनि रातो साडीमा। नमस्कार, म धन्दा सुब्बा बालमञ्च खुजनाबारीबाट। आमा, के तपाईँले नै हाम्रो बुबालाई खानु भएको? बालिन्छ रही समाज हाम्रो आदर्श। नमस्ते, मेरो नाम मेघना छेत्री र म यो नाटकमा छोरीको भूमिका निभाउँदैछु। नमस्कार, मेरो नाम मनोज शर्मा। म यस नाटकमा एउटा आर्मीको रोल निभाउँदैछु। हस्त, धन्यवाद। नमस्ते, मेरो नाम टेकनाथ घिमिरे र म यहाँ चङ्खेको भूमिका निभाउन आएको। धन्यवाद। बालिन्छ रही समाज हाम्रो आदर्श। नमस्ते, मेरो नाम किरण गजमेर र यसमा मैले हल्दारको रोल खेलेको छु।